नमस्कार। र अहिले चाहिँ हामीहरू जाँदैछौँ साथीको घरमा। उहाँ पूजा छ, घर बनाएको रहेछ मेरो साथी। र मेरो मिनी ब्लगमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। आज म मेरो साथीको घर देखाउन लिएर जाँदैछु। यो चाहिँ हो अक्षय भन्ने मेरो साथी, मराठी हो। उसको घर बनाएको रहेछ, त्यसको लागि पूजाहरू गर्दै थिएँ। र घर चाहिँ यस प्रकार बनाएको रहेछ, सानोबाट चिटिक्क परेको, राम्रो। मुम्बईको घर यस्तै हुन्छ ज्यादातर। र अब तपाईँहरूलाई म बाहिरको नजारा देखाउँदैछु, कस्तो छ यहाँको चाहिँ घरबाट बाहिर कस्तो देख्छ। एक्चुअली चल भन्छ यो जग्गामा चाहिँ, यस्तो हुन्छ घरहरू चाहिँ, सानो घर। और साइडमा बिल्डिङहरू छ यहाँनिर, होइन। र राम्रो बनाएको रहेछ, राम्रो लाग्यो भेटेर पनि। र तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट पनि गर्नु। जग्गा यस्तै छ यहाँको, ज्यादातर मुम्बईको यस्तै हुन्छ चल भन्ने जग्गाको चाहिँ। र राम्ररी बनाएको रहेछ साथीले। र उहाँहरूले चाहिँ जय भीमवाला हो र यसरी पूजा गर्छ। यहाँ बुद्ध भगवान्लाई मान्नुहुन्छ, अनि यहाँ डाक्टर अम्बेडकरलाई, अनि बाबुआमाको फोटो साथमा। घरमा उसको बाबुआमा छैन, ऊ एक्लै हो। अनि तीनजना हामीहरू चाहिँ साथी, यही हो व्हाइट सर्टवाला चाहिँ अक्षय भन्ने। यसरी पूजा गर्दैछ यहाँनिर चाहिँ। यहाँनिर चाहिँ बाउको आमाको फोटोहरूलाई पूजा अगरबत्ती बालेर नमो बुद्धाय लेखेको छ। यहाँनिर चाहिँ अब अलिकति नास्ताहरू हामीहरू गर्दैछौँ, इन्जोय। नास्तामा चाहिँ तपाईँको सुजी, समोसा अनि वेफर आलुको, साथीहरू अक्षयको। र राम्रो लाग्यो, बोलाए, हामीहरू पनि खाँदैछौँ फिलहाल। र आजको दिनमा उसको घर सर्ने दिन, र सर्यो उनीहरू, अनि साथीहरूलाई सबैलाई बोलाएको छ, उसको फ्यामिलीहरूलाई पनि सबै। र यसरी नै अग्लो भिडियो हेर्नुको लागि लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस्, ताकि म अग्लो भिडियोमा फेरि राम्रो तपाईँहरूलाई नयाँ कुनै जग्गा गएको, या कुनै साथी, या कुनै समुद्रहरू, या कुनै पनि जग्गातिर गयो भने तपाईँहरूलाई भिडियो अपलोड गर्दै गर्छु। र आजको लागि चाहिँ